यो चाहिँ बेलाका नगरपालिका 1 भालमन्ती टोलको यो 3355 पाइनियर मकै यो लाइनबद्ध रूपमा एकदम आधुनिक किसिमले खेती गरेको छ। यसमा चाहिँ यो 35 देखि 40 दिनभित्रका मकै छन्। एकदम 101 काहीँ डबल त्रिबल पनि छन्, तर 101 बोट भएकोले छाट्न यसलाई सेलिङ गर्नलाई पनि अब माया लाग्छ। बरु 3वटै छोडिदिएको छु। 101 छ न, के छाँटिराख्नु, 2टा 3टा, अधिकांश धेर जसो चाहिँ एउटै छ, कहीँ 2टा छ, नभए कता 3टा छ, तर 101 बिरुवा छन्। सेलिङ गर्न पनि माया लागेर आउँछ, त्यत्तिकै छोडिदिएको छु। अब यसलाई सेलिङ 35 देखि 40 दिनका बिरुवा भए एकतालि यसलाई गोडेर चट्ट पानी सिँचाइ गरेर चाहिँ मल दिइसकेको छ, मल खाद दिइसकेको छ। यसलाई योभन्दा ठ्याक्कै 15 दिन पछाडिका मकै चाहिँ भर्खर उम्रिँदैछन्। यसलाई चाहिँ अब झार गुड्न अलिकति चिम्ट्याइलो माटो भएको हुनाले गर्दाखेरि गुड्नुभन्दा झार आइरहेछ। झार मार्ने औषधि लाउँदा कसो होला थाहा हुने महानुभावहरूले चाहिँ भनिदिनु होला। म किसानदेखि उत्पादन